प्रकृतिको लीला पनि कति सुन्दर छ। कति दिनको खरेडी गर्मीले सबै सुकेर जान लागेको थियो। पानी परेपछि हराभरा र शीतल भएको छ। प्रकृतिको लीला अपरम्पार छ। हेलो, गुड मर्निङ, वेलकम टु माई मिनी भ्लग। र आज चाहिँ म बिहानै मेरो बाबुलाई खाना खाँदिँदैछु। कहिले चाहिँ खान्छ मेरो बाबुले, कहिले चाहिँ खाँदैन। खाएको बेलामा चाहिँ धेरै नै खान्छ। र आज चाहिँ खाना मन लागेको रहेछ, अनि त्यही भएर मैले खाना खानिदिएको। ऊ आफै खाने रे, पानी खान्छ आफैले, पानी पनि धेरै जसो यस्तै गिलासमा खानिदिनु बेस्ट हुन्छ। मलाई चाहिँ यस्तै गिलासमा खानिदिनु मन लाग्छ पानी। प्लास्टिकको बोतल चाहिँ कहिलेकाहीँ अब यसो नभ्याउँदाखेरि चाहिँ प्लास्टिकको बोतलमा लिएर जान्छु पानी। र खाना चाहिँ बेसरी मनपर्छ है मेरो बाबुलाई। बाबुलाई खाना खाँदैपछि म चाहिँ कपाल कोरिसकेपछि यसो यता हेरेको त बाबु त फेरि भुजा खान थालेछ। त्यो बोर्डकोमै थियो क्या भुजा, अनि त्यो फेरि टिपेर ल्याएर खान थालेछ। अनि त्यसपछि यो रहेको छ हाम्रो लसुन। यसपालि लसुन धेरै भएन, अनि बाबु चाहिँ माथि आउन खोजेको भएर म चाहिँ फेरि तलै गएँ। अब धुलो झरेको थियो, मैले सफा गरेको थियो नि त। अनि यो हाम्रो ठुलो मम्मीलाई मैले कोसेली बनाइदिएको पठाउनको लागि। यो सबै बारीमा थियो, अनि यो टिपटाप गरेर अनि उहाँलाई पठाइदिएँ। आज चाहिँ घरबाट यति राम्रो भ्यू देखेको थियो, मलाई चाहिँ भिडियो गर्न मन लाग्यो। यस्तो देखेपछि मलाई त भिडियो गर्न मन लागिहाल्छ, अनि त्यही भएर भिडियो गरेर हेरेको। यस्तो राम्रो देखेको थियो। र हामी चाहिँ आज हिजो उब्रेको मैदालाई आटामा मिक्स गरेर पुरी पोल्न लाग्यो। म चाहिँ बेलेँ, अनि त्यसपछि मम्मीले चाहिँ पोल्नु भएको थियो। अनि यसरी नै पोलिराख्यो। र यो मिक्स गरेर पनि फुलिँदो रहेछ। यो आटाको चाहिँ अलि फुलिँदैन, मैदाको चाहिँ फुलिन्छ। मिक्स गरेको चाहिँ मिठो पनि हुन्छ, फुलिँदो पनि रहेछ। यसरी नै आमा छोरी भएर पुरी पोलेँ। अनि त्यसपछि यो पुरी चाहिँ यति भयो है। मलाई फेरि पुरी देखेपछि, पुरी र केरा छ भने यसरी खान मन लागिहाल्छ। यस्तो वियर्ड तरिकाले खान मन लागिहाल्छ, तर एकदम मिठो हुन्छ कि यसरी रोटीमा र्याप गरेर खायो भने चाहिँ एकदम मिठो लाग्छ। र अर्को रोटी पनि खाएँ। अब बनाएपछि त खाना परिहाल्यो, अनि कहाँबाट दुब्लाउँछ त होइन, के गर्ने, दुब्लाउने त कहाँ कुनै छैन। र हाम्रो डिनरमा चाहिँ चिकन रहेको छ। र आज नै यति नै मेरो भ्लग।